हरियालीले ढाकिएको यो वन केवल रुखहरूको समूह मात्र होइन, यो प्रकृति, समुदाय र विकासको साझा कथा हो। कपिलवस्तुको बुद्धभूमि नगरपालिका 1 कपासेमा अवस्थित भिरकुटी सामुदायिक वन आज संरक्षणसँगै सामाजिक परिवर्तनको उदाहरण बनेको छ। विक्रम सम्वत 2067 सालमा डिभिजन वन कार्यालय कपिलवस्तुबाट समुदायलाई हस्तान्तरण गरिएको यस वनको क्षेत्रफल 79.22 हेक्टर रहेको छ। वन सम्वर्धन प्रणाली मार्फत व्यवस्थापन गर्दै आएको यस वनले प्राकृतिक सम्पदाको संरक्षणलाई पहिलो प्राथमिकतामा राखेको छ। वन जोगाउन नियमित वृक्षारोपण, जालीसहितको तारबार तथा संरक्षणका विभिन्न कार्यक्रमलाई निरन्तर सञ्चालन हुँदै आएका छन्। त्यति बेला 43 हेक्टर मात्र त्यसको क्षेत्रफल थियो। अहिले 72 हेक्टर 79 हेक्टर क्षेत्रफल भएको छ र भिरकुटी सामुदायिक वन लिएको अवस्थामा भिरकुटी सामुदायिक वनको भवन परिसर बनाएको क्षेत्रमा करिब 1 हेक्टर जमिनमा अतिक्रमण थियो। त्यहाँ टहराहरू बनेका थिए, रक्सी बेच्ने टहराहरू थिए। त्यो समाजलाई त्यसले असर गरेको हुनाले तिनीहरूलाई जलाएर त्यो ठाउँलाई सामुदायिक वनले आफ्नो कब्जामा लिएर अनि भिरकुटी सामुदायिक वनको भवन बनाएको हो। र भिरकुटी सामुदायिक वनमा 195 घरधुरी उपभोक्ता आबद्ध छन्। हालै सम्पन्न 12औं वार्षिक साधारण सभामा 32,56,169 रुपियाँको आय-व्यय विवरण समेत सार्वजनिक गरिएको थियो। होइन अब गाउँको अङ्कलहरूले पनि अब दाइहरूले पनि हामीलाई गेम खेल्न जाँदाखेरि एन्ट्री फीहरू हालिदिनुहुन्छ, पैसाहरू हालिदिन्छ। सहयोग त धेरैले गर्नुभयो, तर पनि वनले चाहिँ गर्नु भएको छ। अहिलेभन्दा अझै गर्नुहुन्छ भन्ने आशले चाहिँ म आफ्नो कुरा राख्न गइरहेको छु। किनभने अझै त्यहाँ फिल्डको धेरै अवस्था सुधार भएको छैन। किनभने फिल्डमा गाई गोरुले अति समस्या गरिरहेको छ। अब पहिलो कुरो गाई गोरुलाई नियन्त्रण गर्नुपर्छ। यो चाहिँ सबैको समस्या, गाउँकै समस्या, फिल्डको भन्दा पनि गाउँको समस्या। किनभने गाई गोरु नियन्त्रण नगर्नुसम्म खेती पनि हुँदैन। यो चाहिँ एकदम ध्यान दिने कुरा हो। साथै हाम्रो चाहिँ अब यहाँ अहिले त्यही गाई गोरुले हिलोमा हिँड्दाखेरि त्यहीँ अब असारभरि त्यहीँ हुन्छ। अब त्यो फिल्डमा त माथि निक्लिन्छ कि त्यो माटो निक्लिन्छ, अनि त्यहाँ झारहरू हुन्छ, न काट्ने मिसिन्छ न केही छ, त्यो कुरो त्यस्तै हुन्छ। अनि त्यसैले हजुरहरूले अब हाम्रो चाहिँ समस्याहरू हेरिदिनुहुन्छ, बुझिदिनुहुन्छ भन्ने एकदम आशा। यस वनको योगदान केवल वन संरक्षणमा मात्र सीमित छैन। बुद्धभूमि नगरपालिकाको ल्यान्डफिल साइट व्यवस्थापन, सेन्सर सहितका सडक बत्ती जडान, विपन्न परिवारको बिमा तथा युवालाई खेलकुदतर्फ प्रोत्साहन गर्ने सामाजिक कार्यक्रम मार्फत समुदायको जीवन स्तर उकास्ने प्रयास निरन्तर रहन्छ। सामाजिक विकासतिर हामीले उज्यालो सडक बत्तीको लागि काम गऱ्यौँ। लगभग सेन्सर बत्ती जोडी गऱ्यौँ 23वटा। त्यस्तै गरी उपभोक्तालाई बिमाको सुविधा गरिदियौँ। 35वटा उपभोक्तालाई बिमाको सुविधा गरिदियौँ। त्यस्तै गरी फोहोर मैला डम्पिङको लागि व्यवस्थापन थिएन, त्यसलाई व्यवस्थापन गरिदियौँ हामीले। त्यस्तै गरी हामीले गत वर्ष हाम्रो खाली जग्गामा 2500 बिरुवा रोपण गऱ्यौँ र आगामी वर्षमा नि हामीले बाँस एकदम धेरै रूपमा बाँसको बिरुवा रोप्ने हाम्रो योजना छ। उपभोक्ता समूहको नेतृत्व अध्यक्ष अमर थापा, सचिव भीमा बन्जाडे र कोषाध्यक्ष सुमित्रा रिजालले गर्नुभएको छ। निवर्तमान अध्यक्ष पशुपति शर्माले समेत वनको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनु भयो। वन जोगियो भने पानी जोगिन्छ, वातावरण जोगिन्छ र भविष्य सुरक्षित हुन्छ। भिरकुटी सामुदायिक वनले संरक्षण र विकास सँगसँगै अघि बढ्न सकिन्छ भन्ने सन्देश पनि दिएको छ। प्रकृतिसँगको सहकार्यले नै समृद्ध समुदाय निर्माण सम्भव हुन्छ।
वनको अवस्था त्यति राम्रो छैन भनौँ कि छ भनौँ। अब अरू वनभन्दा वन राम्रो छ, तर उत्पादन सालको कमी भएको हुनाले हाम्रो कुकाट हुनाले अलि अवस्था त्यस्तै तर राम्रो छ, हामी त्यसमा खुसी छौँ। होइन नयाँ बिरुवा चाहिँ उत्पादन गर्नुपर्ने अवस्था छ, पुरानो रुखहरू छैनन्। नयाँ बिरुवा उत्पादन भएको छ, त्यसलाई संरक्षण गरिराखेका छौँ। त्यसलाई केही वर्ष कुर्न पर्छ र हामी राम्रो रूपमा आउँछौँ त्यसको लागि।